ठ्याक्कै अहिले चाहिँ हामी जुगल गाउँपालिकाको वार्ड नम्बर भित्र पर्ने एउटा जङ्गलको यो एउटा के भन्छ यो क्युगोरै भन्छ क्यारे क्युगोर भन्ने जस्तो लाग्थ्यो मलाई। ठ्याक्कै यहाँ छ हामी म आज म एक्लै छु र ठ्याक्कै पारि हाम्रो भ्यू हेर्दाखेरि यहाँबाट यो अहिले म उयो जङ्गलबाट त्यो चुचुरोमा पुगेर यहाँबाट यसो हिँडेर आएको। त्यो चुचुरोभन्दा मुनि हो हाम्रो गाउँ हाकमछाको हाकम के अरे जुगल्छाको हाकम त्यही मुनि हो। त्यहाँबाट उता हाब्रामा परे यो जङ्गल ठ्याक्कै देखिरहेको छ पारि। यो पारिको चाहिँ अब बारिपसी नगरपालिका 7 नम्बरको जङ्गलहरू पर्छ भने जुगल त्यो पारिको डाँडा चाहिँ जुगल 6 र 7 को जङ्गलहरू परिन्छ भने यो पुरै चाहिँ 6 नै परिन्छ। यो अहिले म टेकिरहेको पनि 6 नै हो। यो ठ्याक्कै अहिले यो क्युगोर भनिन्छ क्या अरे। यहाँ पहिला पहिला खेती अब आलु खेती गरेर यहाँ चाहिँ भैँसी पालन गर्ने यहाँ थुप्रै गराहरू जग्गाहरू देखिरहेको छ तल। यो पुरै अब भैँसी चरनहरू हो यो। पहिला पहिला आज हिउँदोको बेलामा यहाँ चौरी गोठाहरू पनि ल्याउने गर्थ्यो। अहिले चाहिँ अब त्यति माथि माथि चौरीहरू पनि पाल्न छोडिसकेपछि चौरी पनि पहिला पहिला मैले सम्झिँदाखेरि चौरी गोठाहरू पनि ल्याउँथ्यो। यो माथि डाँडामा चाहिँ चुप्चे डाँडा भन्ने एउटा माथि ठुलो चौर छ। त्यहाँबाट चाहिँ सबै कुरो देखिने एउटा ठुलो माथि अलिकति हाइट छ यहाँबाट भन्दाखेरि यस्तो छ। अब नेपालको सम्भावना त यो जङ्गलहरू त टन्नै छ यसमा। जङ्गलहरू यो जङ्गलमा अब काठहरू त त्यति छैन। सबै यो घाँस र दाउराहरू बाहेक अब अरू जडीबुटीहरू बाहेक अरू केही त्यति छैन जस्तो लाग्छ मलाई। जडीबुटी चाहिँ टन्नै छन् यो भित्रहरूमा छ होला पनि छ पनि त्यो अब त्यति जडीबुटी उत्पादन केन्द्रहरूले अब ठाउँ ठाउँमा केही दिएको छ त्यो त थाहा भएन। र मेन कुरा अब यो पहिला पहिला बाबुबाजेहरूले यहाँ आलु खेती गरिन्थ्यो भने यहाँ आलु खेती गरेर चाहिँ यहाँ गोठ राखेर चाहिँ आलु बेसरी उत्पादन गर्थ्यो भने अहिले चाहिँ यो जङ्गलमा बँदेलहरू चाहिँ बढी आतङ्क बँदेलको आतङ्क भएर यहाँ त के गर्नु सक्दैन। योभन्दा तल 1500 चाहिँ 2000 मिटर तल गाउँसम्म पनि बँदेल आउने भएर यो यत्रो जङ्गल छ। यो पुरै जङ्गल हो। यहाँ आँखाले भ्याउने सबै जङ्गल हो। यसको यो डाँडाको मुद्दा सबै जङ्गलै जङ्गल। यता त्यस्तै हो जङ्गल। ल यति नै हो भन्न चाहन्छु।